हेलो साथीहरू, गुड मर्निङ। लस्सो फ्याफुल्ला। आजको मेरो भिडियो चाहिँ छोटो मिठो हुनेछ। फर्सीको मुन्टाको अचार। हेरौँ साथीहरू, फर्सीको मुन्टाको अचार टेस्ट कस्तो हुने रहेछ। साथीहरू, म चाहिँ फर्सीको मुन्टा केलाउनतिर लागेँ। फर्सीको मुन्टालाई मैले मजासँग केलाइवरी मैले एउटा भाँडोमा सबै फर्सीको केलाको मुन्टा त्यो एउटा भाँडोमा लगाएँ। त्यसपछि मैले धुनको लागि साथीहरू जालीमा राखेँ। सबै फर्सीको मुन्टालाई मैले जालीमा राखेँ साथीहरू। त्यसपछि आएर मैले फर्सीको मुन्टालाई धुन लगेँ। मजासँग धोएँ साथीहरू मैले फर्सीको मुन्टालाई, किनभने भिडियोहरू छोटो छोटो हो। मजासँग धोएँ मैले फर्सीको मुन्टालाई। त्यसपछि मैले फर्सीको मुन्टालाई बोइल गर्नको लागि एउटा भाँडा बसालेँ। त्यसपछि मैले थोरै पानी हालेर त्यो बसालेँ साथीहरू। त्यसपछि मैले पानी एकछिन तात्नको लागि छोडेँ। त्यसपछि मैले त्यो माथि हालेँ अघि केलाको फर्सीको मुन्टा साथीहरू। फर्सीको मुन्टा हालिसकेपछि साथीहरू कम्तीमा पनि 4-5 मिनट चाहिँ यसलाई हामीले पाक्न दिनुपर्छ। त्योभन्दा कम पनि दिनुहुन्छ, धेरै पनि दिन सक्नुहुन्छ, किनभने मैले चाहिँ 4-5 मिनटसम्म चाहिँ यसलाई मजासँग राखेँ। त्यसपछि बस्नुको लागि मैले एकछिन एउटा भाँडाले ढाकिदिएँ। त्यसपछि मैले त्यसलाई त्यत्तिकै छोडेँ। त्यसपछि मैले यता आएँ, फ्राई प्यानमा थोरै मेथी लगाएँ। मेथी लगाइसकेपछि साथीहरू मैले त्यसमा एड गरेँ अदुवा लसुनको पेस्ट साथीहरू। कतिको मनपर्छ थोरै लगाएँ, मैले धेरै लगाएन, थोरै लगाएँ। त्यसपछि मैले त्यसमा लगाएँ थोरै बेसार लगाएपछि साथीहरू त्यसमाथि मैले लगाएँ थोरै नुन। म चाहिँ नुन धेरै नै खान्छु साथीहरू, टक्क चाहिन्छ मलाई चाहिँ, मैले चाहिँ टक्क नै हालेँ। त्यसपछि मैले त्यसलाई मजासँग गरिसकेपछि मैले अघि निकालिराखेको फर्सीको मुन्टा थियो, त्यो फर्सीको मुन्टामा चाहिँ मैले मजासँग 2-4वटा खुर्सानी पनि मैले भुटेर राखेको थिएँ। त्यो खुर्सानी मैले माथिबाट एड गरिदिएँ साथीहरू। मलाई यसरी नै मनपर्छ, यसरी नै हालेको खुर्सानी मनपर्छ। रातो खुर्सानी पनि हालेको हुन्छ, तर मलाई त्यो चाहिँ अलि मन पर्दैन, त्यही भएर मैले यसरी नै लगाएँ। त्यसपछि मैले त्यसमाथि हालेँ थोरै तिल मैले पिसेर राखेको थिएँ, थोरै तेल हालेँ साथीहरू। त्यसपछि मैले त्यो तेलमाथि हालेँ मैले थोरै प्याज पनि लगाउनु होला, प्याज पनि मैले हालेँ। त्यसपछि मैले हालेँ त्यो माथि आलु, किनभने मलाई चाहिँ आलु मनपर्छ, सबैलाई मन पर्दैन, मलाई चाहिँ आलु मनपर्छ, त्यही भएर मैले आलु पनि लगाएँ त्यसमाथि। त्यसपछि मैले त्यो माथि हालेँ थोरै धनियाँ र टमाटर चाहिँ मैले 3वटा हालेँ, किनभने अलि राम्रो देख्छ भनेर टमाटर 3वटा लगाएँ। त्यसपछि त्यसमाथि हालेँ मैले धनियाँको धुलो, सबै अगाडि नै रेडी गरेर राखेको थियो नि त, त्यही भएर सबै हालेँ। त्यसपछि त मैले त्यो माथि हालेँ अघि फ्राई गरेको तेल, मसला सबै यहीँ मिसाएको छु, त्यही भएर मसलाहरू मैले पछि हालेन, यसमा नै पकाएको तेलमा नै। त्यसपछि मैले यसलाई मजासँग मिक्स गरेँ। त्यसपछि मैले यो माथि हालेँ आफूलाई कतिको मनपर्छ त्यो अनुसारको थोरै हालेँ मैले कागतीको रस। मलाई चाहिँ धेरै अमिलो पनि मन पर्दैन, त्यही भएर मैले थोरै कागतीको रस हालेँ। त्यसपछि मैले मजासँग मिक्स गरिसकेपछि मैले रेडी भयो मेरो अचार। त्यसपछि मैले खानाको लागि एउटा बलमा राखेँ साथीहरू। कस्तो लाग्यो भनिदिनु होला, धन्यवाद।